ल है साथीहरू, माछाको रेसियो माछा आज चाहिँ माछा खाने भयो। डेरी हुँदैछ कतिको मनपर्छ हजुरहरूलाई रेसियो माछाको। ल आजको किचनमा माछा छ है, यसमा अब रस हाल्नुपर्छ। यतिको बाक्लो अब यसमा उम्लिसकेपछि यो माछा राख्ने माछाको पिस ल यतिको उम्लिसकेपछि माछाको पिस राख्ने। अब पिस राख्ने यो पनि मसला यसमा पनि छिर्नु पर्यो नि त हैन, त्यही भएर मसला छिर्नु पर्यो नि त। छिर्लिप्प पारेर रेसियो कस्तो लाग्यो हजुरहरूलाई फलो गर्नु होला है त। यति भइसकेपछि आफै पाक्छ, मसला छिर्छ भित्र है त। ल आजलाई रेसियो पनि सक्यो।